उठ भाइ 9:30 भयो। के भन्छ कति बज र? अरे 9:30 भयो यार, छिटो उठ। ला हो त रहेछ यार। लास्ट मन्थ चाहिँ लिएर आउँछ होइन, चिया बनाएर त। चुरोट पनि छैन यार, चुरोट पनि लिएर आइज न। म सक्दिनँ, चुरोट लिएर आउनु भन्दा आफ्नै पैसा दे, मेरो पैसा ल्याउनु। अचारको छ यार, चेन्ज छैन। हजुर कहिले सार्दैन छ त, जहिले यस्तो है। ल ल उठ, हिसाब गर न कति भयो, तेरो दिइहाल्छ नि। ल ल चिया बना न। तेल खानु यहाँ छ नि, यसमा सब्जी र ब्रेड छ। ब्रेडमा चाहिँ अलिक बटर हालेर बना, म कपडा धराउँछु दुइटा। ल ल छिटो आइज, बनिसक्नु लागेछ। ल म आइहाल्छु ल। ओइ चिया रेडी भयो, छिटो आइज। के साँच्ची नि हाल्यो तैँले? यसले त पेटा कमिला पार्छ यार। पर्छ नि, दाजुको चाहिँ के काम, दाजुले मारिहाल्छ नि। यहाँको होला नि। हेलो ए बोल ए आता मौका भी नहीं आता देते कि लेला मुझे मौका भी नहीं आता नहीं। हाँ
के भन्छ उसको रहेछ काम गर्नु के हो सल्टी काममा हो कि पिरातीको छाता उडाउन हिँड्ने हो अनि के सङ्गीतकार महोदयको चाहिँ आज काम छैन यार आफ्नो त पुग्नु ड्युटी छ रातभरि काम गरेर फेरि अहिले पनि राति जानुपर्ने केटा नेपालमा अब संविधानै आएछ नेपालमै गएर केही गर्नुपर्छ संविधान आएर के गर्छ नेपालमा के नै हुन्छ यहाँ चाहिँ के गर्न सकिन्छ हो राजनीतिक कामहरू यो त नेपालमा चाहिँ कस्तो बढी चाहिएको हुन्छ मलाई किन चाहिन्छ कि नेपाल गर्छ आफैले गर्ने हुन्छ यहाँ आएर चाहिँ के गर्न सक्यो नेपालमा चाहिँ नाचियो केटा गर्ने नै नेपाल हो अर्का देशमा अर्का गुजरा पक्रेर काम गर्नुहुन्छ जस्तो आफ्नो देश चाहिन्छ आफ्नो काम गर्नु परिवारका मान्छेले रोजगारी दिने इतिहासले गएर गरेर हुन्छ अब आफूले बनाउने कि नयाँ इतिहास हुन्छ सोल्टीको भाषण त राम्रो छ फेसबुकमा स्टार्ट छ एक लाइक मेरो हो यो बाजी मजा लाग्छ है त्यसले पछि त के गर्नु त के धेरै गर्न सकिन्छ नि यार नेपाल कृषि प्रधान देश सबै सामान बाहिरबाट आएको छ हामी कृषि नै गर्न सक्छौँ प्रकृतिको धनी देश पर्यटन क्षेत्र नै गर्न सक्छ त हामीले सुरुवात मात्रै गर्ने हो कि त्यसपछि अरूले पनि गर्नु सक्छ हामीले यसो उसो भनेर अझ हुनुपर्ने गर्छ हो यार गर्नु त सकिन्छ राजमार्ग चल्दैन जस्तो छ त्यसमै हात हाल्नु त के हातमा छैन हालिसकेपछि हात पनि हालिन्छ चन्दन भनेर काम गरिन्छ नि हो ल है त दसैँ पनि आउनु लागेको छ दसैँ अगाडि नै नेपाल लाग्नुपर्छ दसैँ है टक्क फर्जी खानुपर्छ दसैँ सकिन सात अनि काम सुरु गर्नु बुझ्यो ल है त दसैँ सकिएपछि चाहिँ भेट्नुपर्छ अनि गर्न थाल्नुपर्छ खालिहाल्नुपर्छ त्यसो गर्ने सकिन साथ गर्नु